पुनः आज म तपाईहरु समक्ष उपस्थित भइसकेको छु र तपाईहरुले अगाडि गर्नुभएको मायाको लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र आज एउटा लोकसेवामा खरिदार नासुलाई काम लाग्ने प्लस जुनसुकै आम पब्लिकलाई पनि काम लाग्ने, जुनसुकै मान्छेलाई काम लाग्ने र हाम्रो दैनिकीमा चलन चल्तीमा आइरहेको विषय जाहेरी दरखास्तको विषय लिएर म तपाईहरु समक्ष उपस्थित भइसकेको छु। यो जाहेरी लेखाउनको निमित्त हामी ठाउँ ठाउँमा कानुन व्यवसायीलाई अरु मान्छेलाई गुहार गर्छौं, कति खर्च लाग्छ, तर म तपाईहरु समक्ष यो जाहेरी दरखास्त लिएर आएको छु र प्रहरीले तपाईको जाहेरी दर्ता गरेन भने तपाई के गर्ने, हरेक त्यसको उपचारको व्यवस्था सम्बन्धमा पनि म कानुनी उपचार सम्बन्धमा व्यवस्था भएर के छ त्यो लिएर उपस्थित भइसकेको छु। र अब ढिला नगर्दै यो जाहेरी दरखास्तको भिडियो सुरुवात गरौं। सबभन्दा पहिला जाहेरी दरखास्त के हो? जाहेरी दरखास्त हामीले सुनेका, हामीले बुझेका, हामीले भोगेका तर थाहा छैन के हो जाहेरी दरखास्त। सुनेको छ जाहेरी के हो, ए घटना पुलिसमा यस्तो जाहेरी तर के हो? अब यसको बारेमा डिटेलमा आज हामी छलफल गर्छौं। ल हेर्नुस् त, जाहेरी शब्दको अर्थ नै के हो त? जानकारी गराउनु। के गराउनु त? जानकारी गराउनु। अब के को जानकारी गराउनु त? यस, मुद्दाको अनुसन्धान गर्ने नजिकको प्रहरी कार्यालयलाई अपराधको सूचना वा घटनाको सूचनाको बारेमा जानकारी गराउने कामलाई नै के भनिन्छ? जाहेरी भनिन्छ। र सो लेखिएको जुन कुरा छ जाहेरी, त्यसलाई के भन्छ? लेखिएको कागजलाई जाहेरी दरखास्त भनिन्छ, जाहेरी पत्र भनिन्छ। यस्तै यसलाई चलन चल्तीको भाषामा के भनिन्छ? एफआईआर भनिन्छ, फर्स्ट इन्फर्मेसन रिपोर्ट। हामी सुनेको चाहिँ फिल्महरुमा एफआईआर दर्ज गरौ, एफआईआर दर्ज गरौ। के हो एफआईआर? फर्स्ट इन्फर्मेसन रिपोर्ट, प्रारम्भिक सूचना प्रतिवेदन। त्यस्तै कुनै कसुर, हेर्नुस्, कुनै कसुर भएको, भइरहेको वा हुन लागेको तीन कुरा, घटना घटिसकेको पनि छ वा घटिरहेको छ वा घट्नेवाला छ, सोको विषयमा थाहा पाउने जुनसुकै व्यक्तिले यस्तो कसुरको सम्बन्धमा आफूसँग भएको वा देखे जान्ने सम्मको सबुत प्रमाण खुलाई जाहेरी दरखास्त दिन सकिन्छ। तपाईहरु थाहा होला, ए जाहेरी गर्ने मान्छे छैन, होइन, यो जुनसुकै मान्छेले घटनाको सम्बन्धमा नजिकको प्रहरी कार्यालयमा जाहेरी दिन सकिन्छ। अब तपाई भन्नुहुन्छ सबै ठाउँमा जाहेरी दिन सकिन्छ? होइन। चौकी चौकीमा दिन सकिन्छ? होइन। यस्ता प्रहरी कार्यालय जसलाई मुद्दा दर्ता गर्ने, मुद्दा चलाउने अधिकार कानुनले प्रदान गरेको छ, त्यो प्रहरी चौकीमा हामीले मात्रै जाहेरी गर्न सक्छौं, नजिकको प्रहरी कार्यालयमा। तर तपाईले होला अब छैन भने जानकारी नभएको मान्छेले कसरी गर्ने हो? चौकीमा भए पनि त्यहाँबाट फरवार्ड गर्न सकिन्छ। जाहेरी लिखित, मौखिक वा विद्युतीय माध्यमबाट दिन सकिन्छ। लिखित पनि दिन सकिन्छ, जो मान्छे लेखेको छ, पढ्न जानेको छ गर्न सकिन्छ, अथवा जो मान्छे पढे लेखेको छैन त्यसले मौखिक पनि दिन सकिन्छ। जाहेरी सूचना सम्बन्धमा यस्तो यस्तो घटना घट्यो अनि त्यही कुरालाई प्रहरीले कुन अनुसूचीमा हो, निश्चित ढाँचा अनुसूची 5 को ढाँचामा त्यसलाई तयार गरेर त्यो सूचना दिने व्यक्तिको सही छाप गराएर राख्न सकिन्छ। अर्को कुरा हो विद्युतीय माध्यमबाट पनि दिन सकिन्छ, मेल गरेर, फ्याक्स गरेर, हुलाकबाट, टेलिफोन गरेर दिन सकिन्छ। तर विद्युतीय माध्यमबाट दिएको जाहेरीलाई जबसम्म जाहेरीकर्ताले शनाखत गर्दैन तबसम्म मुद्दाको काम कारबाही अगाडि बढ्दैन है। ल अब हो कुन मुद्दामा कहाँ जाहेरी दिने? धेरै इम्पोर्टेन्ट कुरा, कुन मुद्दामा कहाँ जाहेरी दिने? सबै ठाउँमा दिने त होइन। त्यसकारण मुद्दामा जाहेरी दिनुभन्दा अगाडि फौजदारी मुद्दाको प्रकारको बारेमा हामीले जान्न जरुरी हुन्छ। अहिले हाम्रो नेपाल कानुनले फौजदारी मुद्दालाई जम्मा जमी 4 क्याटेगोरीमा विभाजन गरेको छ। जम्मा जमी
4 क्याटेगोरीमा। पहिलो छ अनुसूची 1 को मुद्दा, यसलाई C1 के भनिन्छ, C1। यदि हामीले 2082 सालमा मुद्दा दर्ता गर्यो भने त्यसको नम्बर कसरी आउँछ, 082-C1। अब 001 पहिलो नम्बर छ भने त्यस्तै 0002 दोस्रो मुद्दा नम्बर, यसरी गएर मुद्दा नम्बर आउँछ। अब अनुसूची 1 मा कस्ता मुद्दा पर्दछन् हो, नेपाल प्रहरीले मुद्दाको अनुसन्धान गर्ने र सरकारी वकिलले मुद्दा दर्ता गर्ने र त्यसको प्रतिरक्षा गर्ने मुद्दाहरू अनुसूची 1 को मुद्दामा पर्दछ। र अनुसूची 1 मा परेका मुद्दाको सम्बन्धमा हामीले प्रहरी कार्यालयमा जाहेरी गर्न सकिन्छ। यस्तै अब अनुसूची 2 मा कस्ता मुद्दा पर्दछन् त, हेर्नुस् त यहाँ अधिकार प्राप्त सम्बन्धित कार्यालय अनुसन्धान गर्ने र सरकारी वकिलले मुद्दा दायर गर्ने। हेर्नुस् अब यहाँ हामीले के पढ्यौं, अनुसूची 1 मा नेपाल प्रहरी अनुसन्धान गर्ने, तर यहाँ के हुन्छ, अधिकार प्राप्त सम्बन्धित कार्यालय। जस्तो नेपाल प्रहरी कस्ता गर्छन्, जस्तो अब हत्याको सम्बन्धमा छ, रेपको सम्बन्धमा छ, चोरीको सम्बन्धमा छ, ढाकाको सम्बन्धमा छ, लागु औषधको सम्बन्धमा छ, सवारी जिहानको सम्बन्धमा छ। मैंने यस्ता मुद्दाहरूको अनुसन्धान कसले गर्छ त, नेपाल प्रहरीले। तर अब कोही मान्छेले राजस्वको चुहावट गरिदियो, वन फडानी गरिदियो, पेट्रोल पम्पमा तेल नापिरहेको छ त्यो तेलमा चुहावट गरिदियो, खाद्य पदार्थमा मिसावट गरिदियो भने त्यस्ता मुद्दाहरूको अनुसन्धान त नेपाल प्रहरीले गर्न सक्दैन, किनभने त्यस्ता मुद्दाको अनुसन्धान गर्न विशेष विज्ञ प्राप्त भएको व्यक्ति, विज्ञता हासिल गरेको व्यक्ति चाहिन्छ। त्यसकारणले अब वन मुद्दा छ भने वन विभागले अनुसन्धान गर्छ, डिभिजन वन कार्यालय गर्छ। राजस्वको मुद्दा छ भने राजस्व अनुसन्धान विभागले गर्छ, सम्पत्ति शुद्धिकरण विभागले गर्छ। फरक जस्तो प्रकार खाद्य सम्बन्धी मुद्दा छ भने खाद्य अनुसन्धान अधिकृतले अधिकार त्यो अनुसन्धान गर्छ, र त्यस्ता मुद्दा छ भने त्यो मुद्दा अनुसूची 2 मा पर्दछ र त्यसको जाहेरी पनि प्रहरी कार्यालयमा दर्ता हुँदैन। अनुसूची 2 मा पर्ने मुद्दाहरूको जाहेरी सम्बन्धित कार्यालयमा, जस्तै वनको मुद्दा छ भने डिभिजन वन कार्यालयमा दर्ता हुन्छ। खाद्य सम्बन्धी खाद्य पदार्थ मिसावट छ भने खाद्य अनुसन्धान गुण नियन्त्रण विभागमा मुद्दा दर्ता हुन्छ, खाद्य सम्बन्धी अनुसन्धान गर्ने कार्यालयमा, खाद्य कार्यालयमा। त्यस्तै चुहावट छ नापतोलमा छ भने नापतोल विभागमा, राजस्वको चुहावट छ राजस्व अनुसन्धान विभागमा त्यो मुद्दा दर्ता हुन्छ। अब तपाईलाई लाग्छ होला कि अब सर त्यो कार्यालय धेरै टाढा छ, कसरी जाने, प्रहरी कार्यालयमा दिन सक्दैन हो। प्रहरी कार्यालय मार्फत पनि यस्ता कुराहरूको जाहेर दिन सकिन्छ, अनि त्यो जाहेर दिने बित्तिकै प्रहरीले सो बेहोरा सम्बन्धित कार्यालय समक्ष पुर्याइदिनु पर्छ। अब यो दुईटा अनुसूची 1 र 2 यो दुईटा मुद्दा सरकारवादी मुद्दा भयो, अर्थात् वादी नेपाल सरकार भएर यो मुद्दाको दर्ता हुन्छ। अब अनुसूची 3 मा के छ भने कुनै अदालतको आदेश वा अधिकारीको अवज्ञा गरेको मुद्दा, जस्तै अवहेलनाको मुद्दा, आदेश मानेन अथवा काम उसमा बाधा विरोध गर्दो, कुनै कर्मचारीको प्रतिवेदनले मुद्दा चल्छ, त्यस्ता मुद्दाहरू अनुसूची 3 मा दर्ता हुन्छ। अब अर्को अनुसूची 4 एक व्यक्तिले अर्को व्यक्तिमाथि दायर गर्ने मुद्दा, यसलाई भन्छ व्यक्तिवादी फौजदारी मुद्दा। यसलाई अनुसूची 4 अन्तर्गत राखेको छ। जस्तै कुटपिट, सामान्य झैझगडा हैन, अब कसैको पैसा लिएको नदिएको यस्ता उहरू, गाली बेच्नुको मुद्दा हैन, यो मुद्दाहरू अनुसूची 4 मा पर्छ। जालसाजी मुद्दा, व्यक्तिको जालसाजी, व्यक्तिको कृत्य मुद्दा, यस्ता मुद्दाहरू अनुसूची 4 मा पर्दछ। यो दुईटामा अनुसूची 1 र 2 मा मात्रै जाहेरी दर्ता हुन्छ। अब तपाईले मलाई लाग्छ क्लियर भयो होला कि कुन मुद्दामा जाहेरी हुन्छ र कहाँ दिन पाइन्छ भने सबैले बुझिसक्नु भयो होला। अब के छ, जाहेरी दरखास्त दर्ता गरेन भने के गर्ने, धेरैको मनमा यो सवाल आएको छ। प्रहरीले झुलाएको छ अथवा मान्छेले जानकारी छैन, कसरी दर्ता गर्ने त, त्यसको बारेमा तपाईहरुलाई म सानो सटीक उपचार पनि लिएर आएको छु। हेर्नुस् त, अनुसूची 1 को मुद्दा सम्बन्धमा दर्ता कहाँ गर्ने। अब नजिकको प्रहरी कार्यालयले तपाईको जाहेरी दर्ता गर्ने इन्कार गर्यो भने सोभन्दा माथिल्लो निकायको प्रहरी कार्यालयमा वा जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दरखास्त सहित उजुरी गर्नुपर्छ। जस्तो अब इलाकामा
तपाईँ मुद्दा दर्ता गर्न जानुभयो, इलाका प्रहरी कार्यालय मुद्दा दर्ता गरेन भने सोभन्दा मात्र निकाय कुन छ त? जिल्ला प्रहरी कार्यालय। र तपाईको जाहेर दर्ता नगरेको कारण सहितको उजुरी लिएर जिल्ला प्रहरी कार्यालयमा जानुपर्छ, वा अप्सन पनि छ तपाईलाई है, जिल्ला सरकारी वकिल कार्यालयमा जाहेर दरखास्त उजुरी गर्ने। अनि त्यो माथिल्लो प्रहरी कार्यालयमा वा जिल्ला सरकारी वकिल कार्यालयमा पुग्न साथ त्यहाँ दर्ता गएर सम्बन्धित कार्यालयमा ल यस्तो यस्तो अनुसन्धान गर्नु भनेर जनाउ दिने गरिन्छ। अब हेर्नुस्, अर्को पनि उपाय छ। यदि प्रहरी कार्यालयले पनि मुद्दा दर्ता गरेन र जिल्ला सरकारी वकिलले पनि दर्ता गर्ने इन्कार गर्यो भने के गर्ने? धेरैको मनमा होला, हो त्यसको लागि अन्तिम ब्रह्मास्त्र छ यहाँ। हेर्नुस् त, प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय पनि दर्ता गर्ने इन्कार गर्यो भने सम्बन्धित ठाउँको, सम्बन्धित जिल्लाको पुनरावेदन सुन्ने उच्च अदालतमा परमादेशको रिट निवेदन मार्फत उपचार माग गर्न सकिन्छ। परमादेश म छोटो भनिदिन्छु। परमादेश भनेको के हो भने कोही सार्वजनिक पदमा बसेको संस्था वा व्यक्तिले कानुन बमोजिमको कर्तव्य पालन गर्ने इन्कार गर्यो भने त्यस्ता व्यक्तिको विरुद्धमा जारी हुने आदेश हो यो परमादेश है। प्रश्न भयो होला ल। अब त्यस्तै अनुसूची 2 को मुद्दामा, अनुसूची 2 को मुद्दामा कहाँ दर्ता उजुरी गरे त? हेर्नुस् त, अनुसन्धान गर्ने सम्बन्धित कार्यालय वा अधिकारीले जाहेरी दर्ता गर्ने इन्कार गरेमा प्रमुख जिल्ला अधिकारी जुन जिल्लामा छ त्यो कार्यालयको विरुद्धमा त्यो जाहेरी दर्ता नगरेको कारण सहितको उजुरी लिएर प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्छ र प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी प्राप्त हुन साथ दर्ता गरेर सम्बन्धित अधिकारीलाई झिकाएर वा कार्यालयमा सो कुराको जानकारी दिनुपर्छ र छिटोभन्दा छिटो अनुसन्धान गर्न लगाएर कारबाही अगाडि बढाउनको लागि लेखेर पठाउनुपर्छ। अब हेर्नुस् त, यदि प्रमुख जिल्ला अधिकारी सिडिओ नै त्यो विषयको अनुसन्धान अधिकारी छ भने कहाँ उजुरी गर्ने? त्यसको पनि उपाय छ। यदि यस्ता केही मुद्दाहरू छन् जसमा प्रमुख जिल्ला अधिकारी नै अनुसन्धान अधिकृत छ भने र निजीले दर्ता गर्न मानेन भने सोको उजुरी नेपाल सरकार समक्ष गृह मन्त्रालयमा गर्नुपर्छ। अब योभन्दा पनि माथि धेरै दाउपेच भयो, धेरै राजनीति भयो, अब दर्तै गर्न मानेन भने के गर्ने हो? त्यसको लागि माथि उल्लेखित तरिकाबाट, यो 2 तरिकाबाट यदि उपचार प्राप्त भएन, तपाईको काम भएन भने सम्बन्धित जिल्लाको उच्च अदालतमा परमादेशको रिट निवेदन दर्ता गर्ने। अब मलाई लाग्छ कि तपाईहरूले जाहेर दरखास्त बनेको के हो, जाहेरी दर्ता मुद्दाको प्रकार के हो, फौजदारी मुद्दाको र कुन मुद्दामा जाहेर दर्ता हुन्छ, जाहेर दर्ता गरेन भने हामी कहाँ उपचार माग्ने भन्ने सम्बन्धमा यो फुल भिडियो थियो र तपाईहरूले यो जानकारी प्राप्त गरिसक्नु भएको होला। र यो भिडियो तपाईलाई मन परे मेरो च्यानल कापड सर नामक च्यानलमा सब्स्क्राइब गर्नुहोला र बेल आइकनमा क्लिक गरेर अलमा थिच्नु होला। मैले राख्ने सम्पूर्ण भिडियोहरू तपाई समक्ष पुग्छ र फेरि पुनः तपाईको सफलताको लागि शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्कार। यति भन्दै म यो भिडियो यही अन्त्य गर्दछु।